अहिले चाहिँ म घर आइपुगेको छु है मेरो माइत। यहाँ चाहिँ मेरो बाबाको रुम हो, बाबाको बेड हो यो चाहिँ है। यहाँ चाहिँ मेरो बाबा सुत्नुहुन्थ्यो अनि यहाँ चाहिँ मेरो आमा सुत्नुहुन्थ्यो। यो चाहिँ आमा बाबाको रुम हो है। अन्त हामी चाहिँ आएर फ्रेस फ्रेस भएर अब चाहिँ पूजामा बस्नु आँटेको। यो चाहिँ मेरो रुम हो। म यहाँ आइराखेको छु है मेरो माइत। अन्त तल घरमा चाहिँ पूजा हुँदैछ, उयो याङको पूजा हुँदैछ है। घरको ठुलो मान्छे बित्नु भयो भने चाहिँ याङको पूजा गर्नुपर्छ अरे नि त 49 दिनभित्रमा। अन्त त्यही भएर हाम्रो चाहिँ यहाँ घरमा याङको पूजा हुँदैछ है। लामाहरू पढ्दैछ। यहाँ तल चाहिँ मेरो बाबालाई दफन गर्नुभएको छ। यहाँनिर चाहिँ देख्दैन। आद्या कहाँ गएको हौ? कहाँ गएको तिमी? पाकिसकिसक्यो। अहिले चाहिँ यहाँनिर चाहिँ दाल बसाउन आँटेको। यहाँ चाहिँ मेरो बुढा कटिङ गर्दैछ भेज ससेसको लागि। अन्त अब मेरो साग चाहिँ पाक्यो है, यहाँ देख्न सक्नुहुन्छ। दालको लागि आज अचारको लागि रेडी हुँदैछ। यहाँ चाहिँ काटिन्छ के त्यो छुरीले त। यहाँ चाहिँ भेज ससेस काट्दैछ। यहाँ चाहिँ हाम्रो आद्या रुइराखेको छ। खोइ धनिया पनि हाल्नुपर्छ माथि दालमा हालेको। मिठै भएछ। दालमा पानी हाल्नुलाई हो। अब चाहिँ यसमा टक्क माथिबाट सरर छरिदिनुपर्छ हो। लु भयो, छोपिदेऊ न। यता चाहिँ मेरो अचार मुला र यसको रेडी हुँदैछ। आधा यसमा गर्नुपर्छ यसरी, एउटा हातले मात्र होइन। बाला लड्डु पनि बाल हुँदैन। एउटा बलाइदिएर एउटा अरू मम्मी भाइलाई नि एउटा बालाउ न। भयो केसा लगा कस्तो भयो? यता मेमेलाई ठुलो गुरुजीलाई कस्तो लाग्यो तपाईलाई? भालो ओके ठिकैको हालेको नि त, तपाईँले खानु हुँदैन भनेर नै।
साँच्चै नै डल्लै दिदी डल्लै हो कुटे छ जग्गा एक वर्षमा खै दिनु धन्यवाद तपाईँ खाँदैन थाहा के तिमीहरू नहालिदेऊ है बेसी आमा लेबल हाल्नु यो के अरे बोराको लेबल हाल्नु बोराको लेबल आमा कत्रो बोकेको जाँदा उयो बिचबाट लिएर आए हामी चाहिँ यो बलुवा कहाँ लगेको भन्दाखेरि चाहिँ यो बलुवा चाहिँ मेरो बाबाको है कपुर बनाउनुलाई चाहिँ हामी सबैजना भएर बोक्दैछ अनि त्यही भएर हामी चाहिँ बलुवा लिएर जाँदैछौँ सबैजना है अन्त यहाँनिर चाहिँ हाम्रो बाबालाई चाहिँ दफन यहाँ तल घरदेखि अलिक तल गर्नुभएको छ नि त है अनि त्यही भएर चाहिँ हामी चाहिँ बलुवा ओसार्दैछौँ 49 भित्रमा चाहिँ हामी कपुर बनाइसक्ने भनेर चाहिँ त्यही भएर हामी चाहिँ यहाँनिर सबैजना केटाकेटी है भएर अन्त भाउजू दादा दिदीहरू सबै भएर चाहिँ हामी यहाँनिर चाहिँ बलुवा बोक्दैछौँ बलुवा गिटी पनि बोक्दैछ है यो चाहिँ बलुवा हो मैले चाहिँ यसमा ल्याएको थिएँ बोरामा अन्त त्यही भएर गनाउँदैछु यहाँ गिटी अन्त यहाँ चाहिँ मेरो बाबालाई यहीँनिर दफन गर्नुभएको रहेछ छ है अन्त मेरो बाबाको चाहिँ खदाहरू यहाँनिर सबै ल्याङफ्याङ भएछ नि त यहाँनिर खदाहरू राखेको डल्लै ल्याङफ्याङ भएछ अन्त त्यही कारणले म चाहिँ यहाँ खदाहरू मिलाइदिँदैछु बाबा भएकोमा है अन्त यहाँनिर चाहिँ मलाई चाहिँ मेरो भदाइहरूले भिडियो गरिदिँदैछ अन्त म चाहिँ यहाँ मिलाउँदैछु बाबाको बट्टाबट्टी है अन्त अब यो कपुर चाहिँ बाबाको यहीँनिर बनाउने त जुसहरू खानेकुराहरू सबै कुकुरले लथालिङ्गै पार्दैछ हो अन्त के भन्छ म चाहिँ बट्टाबट्टी खदा मिलाइदिँदैछु है बाबाको अनि दादाले लिएर आउनुहुँदैछ दादाले बोकेर आउनुहुँदैछ यहाँनिर चाहिँ हो दादा देख्नु सक्नुहुन्छ है मेरो दादा एक्लै हो एकजना मात्रै हो नि त छोरा चाहिँ दादा चाहिँ एकजना मात्रै हो हाम्रो है अन्त हामी चाहिँ आफै घरकैहरूले बोक्दैछ सबैजना मिलेर अन्त मेरो चाहिँ त्यही हो बोरा यही बोरामा बोकेको डोको नभएर डोको चाहिँ एउटा मात्रै थियो त्यही भएर दादाले डोको बोक्नु भएर चाहिँ हामीले बोरामा बोकेको है अन्त यहाँ चाहिँ दादा र भाउजू जानुहुँदैछ अगाडि अन्त म तपाईँहरूलाई नेक्स्ट भिडियो चाहिँ कपुरको लिएर आउने छु है हाम्रो बाबाको कपुर चाहिँ कस्तो खालके बनायो भन्दाखेरि चाहिँ है म तपाईँहरूलाई फुल भिडियो लिएर आउँछु कपुरको अन्त अब चाहिँ 49मा ल्याउँछु त्यो भिडियो चाहिँ है अन्त अब चाहिँ हामीले बाबाको गर्छु भन्दा पनि पाउँदैन लास्ट यही हो नि त